नमस्कार सबैमा। आज चाहिँ म कवि शिरोमणि लेखनाथ पौडेलद्वारा लिखित पिँजडाको सुगा नामक कविता वाचन गर्न गइरहेको छु र कविता यस प्रकार जान्छ। बालक बबुरो दिजसुका नाम हुम परेको छु पिँजडामा। मकन हरे शिव शान्ति र चैन सपना बिच पनि रतिभर छैन। मेरा बान्धव बाबु र आमा बस्छन् वनका एक कुनामा। कोसित पोखु मनको ताप गर्दै पिजडाबाट बिलाप। अंशु बगाई कहिले रुन्छु कहिले मुर्दा तुल्य म हुन्छु। कहिले पागल सरी उफ्रन्छु केवल मनका सुख सम्झन्छु। फल फूल खाई नित्य रमाई वनमा फिर्ने बबुरोलाई। विधिले पार्यो पिजडा भित्र कर्म हरे शिव हुन्छ विचित्र। वरिपरि बैरीहरू छन् सारा छैन कतैतिर कोही सहारा। के गरौँ कसरी उम्की जाऊँ कोसित मनको दर्द बिसाऊँ। पिजडा फोडु भनिकन चुच्चो बलसँग धस्ता भो सब बुच्चो। बेसरी कुजिए पक्ष र पाऊ कसरी अब हाकाल बिताऊँ। यो कस्तो हो कसरी आयो बसिकन पिजडा बीच के खायो। यो सब बुझ्ने कोही छैन हाय यसैले मन रहँदैन। सुस्खा छ घटी बन्धन चर्को बोल्नै पर्ने झर्को अर्को। बोलेन भने लाठी उजाई हुन्छ तयारी पिट्नलाई। एउटा भन्दछ यो हो पाजी अर्को भन्दछ यो छ बिराजी। भन्दछ तेस्रो आत्मा राम पढ पढुजी राखो नाम। गुडको बैरी मनुष्य जाति शुष्क गराई गुणीका छाती। प्राण पखेरु नलिएसम्म खुस किन हुन्थ्यो हाय अचम्म। पृथ्वी तलमा एउटासम्म मानिस बाँकी रहँदासम्म। तुच्छ सुगाको जन्म नदेऊ दीन